बसौँ न बसौँ सबै अगाडि घर चाहिँ बसौँ न बसौँ न एक लाइन बसौँ न बसौँ न ढाके ढाके अलि धागो यो लामो भयो अलि सानो बनाइ हुनुहुन्छ मञ्चमा मन्तव्यको लागि ल हेर्नुहोस् यो मन्तव्य राख्न बोलाएका थिए अब तपाईले स्पष्टलाई पनि सरले काट्नु भयो एउटा धागो म यहाँ राखेँ बस्दिनु एकछिन ए हेलो सर बस्नु न मान्छे फेरि अलि भिड हुन्छ बसौँ न अगाडि बसौँ न अगाडि बसौँ अगाडि नउभिनु हो अगाडि गएर एक लाइन बसौँ अगाडि पुरै बस्नुहोस् यो पुरै हेर्न पाइन्छ बोल्नलाई लाउनु कसैलाई जिम्मा दिनु पनि काटेको छैन मैले अर्को धागो यो पकेटमा राखेको पनि छैन हेर्नुहोस् चेक गर्नुहोस् मेरो पकेटमा अर्को धागो पनि छैन मेरो धागो मेरो परिचय अरू यसमा पनि केही छैन अब हेर्नुहोस् यो धागो सरसँग म काट्न लगाउँछु अनि जोडिदिन्छु ठिक छ सरले काट्नुहुन्छ म जोडिदिन्छु सरले काट्नुहुन्छ म जोडिदिन्छु ठिक छ कठिनाइ छ कि छैन कठिनाइ छ धन्यवाद हाम्रो 10 दिन आन्दोलन अब म यसरी गर्छु है ध्यान दिनु होला कुरा भन्ने त एउटा अनि यसरी यहाँ काट्ने हुन्छ यहाँ काट्ने बित्तिकै ठ्याक आधी कट्छ अलिकति सानो ठुलो कट्न सक्छ सरले कैँची लिनु भएको छ सर यहाँ हजुरले काट्नुहोस् अलिकति सानो ठुलो भए पनि काट्नुहोस् सरले काटिदिनु भएको छ मेरो हातमा अर्को धागो पनि छैन म प्रश्न हेराउँछु 2 टुक्रा हेराउँछु अलिकति सानो ठुलो भयो जे होस् तर सरले काट्नु भएको छ एकदम विश्वास हुनुहुन्छ सर म प्रश्नै तपाईँलाई हेराउँछु यो प्लास्टिकको डोरी हो अलिकति टाइट तरिकाले बाँधेन भने यो फुत्केर बाहिर जान्छ काठो पारेको हेर्नुहोस् काट्नुभयो म यहाँ शङ्का लाग्छ भने लिएर हेर्न सक्नुहुन्छ शङ्का छ भने लिएर छैन शङ्का हुने सरले हात उठाउनुहोस् लिएर हेर्नुहोस् छैन अहिलेसम्म शङ्का छैन अब मैले यति हेरायो भने सानो हुन्छ यति हेरायो भने सानो हुन्छ तर म सानो हुन दिँदैन 1 इन्च पनि कम हुँदैन सर नाप्न सक्नुहुन्छ पुरै सिङ्गो बनाएर अहिले हेराउँछु सर हामी शिक्षक हो यो मार्करमा धेरै शक्ति हुन्छ यो शिक्षकको मार्करको शक्तिले यो हामी जोडेर अहिले म हेराउँछु हेर्नुहोस् फु गरिदिनुहोस् हजुर फु गर्नुभयो कलममा धेरै तागत हुन्छ अब म यो बेरिरहेको छु नत्र झोलाबाट सरले ल्याइदिनु भयो भन्नुहुन्छ यो चेन्ज नहोस् भने म यहाँ बेरे होइन अब यसमा नभन्नु होला कि सरले कसरी जोड्नुहुन्छ जे भए पनि यो पेनको ताकत हो अब हेर्नुहोस् अब म प्रश्न यहाँ अब सरको मन्त्र गरिदिन्छु मेरो हातमै धागो छ सर फु गर्नुहोस् अझ बेरिँदैछु नत्र सरहरूले भन्नुहुन्छ कि त्यो झोलाबाट सरले अर्को चेन्ज गरिदिनु भयो भने गर्नुहोस् धागो यही छ पकेटमा केही गएन केही आएन सर यो हाम्रो शिक्षकको कलमको ताकत हो हामीले जे पनि लेख्न सक्छौँ अब यो धागो मैले जोडिसकेको छु विश्वास लाग्यो भने तानेर हेर्नुहोस् सर फु गर्नुहोस् कैँची दिनुहोस् तानेर हेराइदिनुहोस् ताली बजाउनुहोस्